जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न समुदाय स्तरमै जलवायु अनुकूलनका योजनाहरू अघि बढाउने बारे साझा धारणा निर्माण गरिएको छ, जुन धारणा जलवायु परिवर्तनको बढ्दो जोखिमलाई न्यूनीकरण गर्न र अनुकूलनका योजनाहरूलाई समुदाय स्तरमा पुर्याउन जलवायु सुशासनका लागि समन्वयात्मक नीति र अभ्यास, स्थानीयकरण, वित्त र न्याय भन्ने मूल नाराका साथ भएको 7औं राष्ट्रिय सम्मेलनमा व्यक्त गरिएको हो। क्लाइमेट डेभलपमेन्ट डायलग लगायतका विभिन्न 12वटा सामाजिक सङ्घ संस्थाको सहकार्यमा आयोजित उक्त सम्मेलनमा नीति निर्माता, जनप्रतिनिधि र विज्ञहरूले जलवायु न्याय र सुशासनका विविध पक्षमा गहन छलफल गरेका थिए। जलवायुको असर न्यूनीकरण गर्न समुदाय स्तरमा अनुकूलनका योजनाहरूलाई विस्तार गर्नुपर्नेमा जोड दिइएको थियो। जलाशय बनाउनु हो भने किसानलाई सिँचाइ पनि हुन्छ, पशुपक्षीलाई रमाउने ठाउँ पनि हुन्छ र जलको स्तर जुन तल गइराखेको छ त्यसलाई पनि पुर्याउँछ। सम्मेलनमा विभिन्न विषयगत सत्रहरूमा छलफल गर्दै नेपालमा पर्याप्त नीति भए तापनि कार्यान्वयन पक्ष कमजोर रहेकाले सङ्घीय, प्रदेश र स्थानीय सरकार बीच प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिएको थियो। जलवायु वित्त वा जलवायु बजेट चाहिँ अलिकति घट्दै गइरहेको पो हो कि भन्ने जस्तो चाहिँ देखिन्छ। अब यसमा चाहिँ के हो, यसको विषयमा पनि हामीले छलफल गरेर यसलाई पनि कसरी सुधार गर्न सक्दछौँ, यो कुरा पनि हामीले चाहिँ गर्नुपर्छ जस्तो लाग्छ। अब तीनै तहका सरकारले जलवायु परिवर्तनको मुद्दालाई प्राथमिकतामा राखेर कार्यक्रम तथा बजेट तर्जुमा गर्नुपर्ने सहभागीहरूले बताएका छन्। नेपालको सुरुवातले नेपालको न्यून कार्बन र जलवायु मैत्री विकासप्रति प्रतिबद्धता झन् स्पष्ट पारेको छ। तर नीति र कार्यान्वयन अभ्यास बीचको खाडल अझै पनि ठूलो चुनौतीको रूपमा रहेको छ। जलवायु सुशासनको विकेन्द्रीकरण, विपद व्यवस्थापन र नवीन वित्तीय सुरक्षा, जलवायु सहनशीलताका लागि समावेशी दृष्टिकोण बारे सीमान्तकृत समुदायको प्रतिनिधित्व र न्यायको विषयमा छलफल भएको थियो। एबी न्यूज खबर एचडी का लागि हुमारी भट्टराई, लमही, दाङ।